नमस्कार सम्पूर्ण साथीहरूलाई फेरि पनि स्वागत छ मेरो गाउँघरको भिडियोमा। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, सेयर अनि कमेन्ट गर्न नभुल्नु होला है त। आज चाहिँ म तपाईहरुलाई मैले निगुरो साग टिपेको भिडियो देखाउँदै छु। यो चाहिँ हाम्रो बारीको कान्लातिर पुरै पलाइरहेको रहेछ के। आजभोलि चाहिँ पानी परे गर्छ नि त, त्यही भएर मजाले पलाइरहेको रहेछ साथीहरु। खासमा म बारीमा चाहिँ यो घाँस झार्न गएको थिएँ। रुखको घाँस झारेँ अनि यहाँ कान्लातिर निगुरो साग देखेँ अनि टिप्न थालेको साथीहरु। हजुरहरुकोतिर यस्तो निगुरो साग खाने चलन छ कि छैन, खानुहुन्छ कि हुन्न, कृपया कमेन्ट गरेर जानकारी दिनु होला है त साथीहरु। मैले चाहिँ जम्मा यहाँ यति मात्रै टिपेँ, म अन्त पनि खोज्न जान्छु साथीहरु। यहाँ चाहिँ हाम्रो कोदोको बिउ यतिको भइछ, यसलाई गोडेर है पछि रोप्नुपर्छ साथीहरु। यो मकैको भित्र यहाँतिर चाहिँ पुरै छिपिसकेको रहेछ। यहाँतिर पनि मजाले पलाइरहेको रहेछ साथीहरु। फाइनली साथीहरु मैले यति कालो निगुरो खोज्न सफल भएँ। हेर्नुस् त, यसलाई पर उठेर हान्नुपर्छ है, त्यही होला। Thank you so much for watching.